हामी बेसी झर्दैछौँ। बाटो रमाइलो छ। मेरो पछि मेरो भाइ आउँदैछन्। हाम्रो गाइडभन्दा फरक पर्दैन। भाइ कस्तो लागिरहेछ तिमीलाई? एकदम अब दसैँको बेलामा बेसी झर्दैछौँ। अहिले हामी चाहिँ सुपारी खोलामा बेसी जाँदैछौँ, बाटोमा छौँ। दाजुलाई कस्तो लागिरहेछ त अनि हाम्रो गाउँ? मलाई रमाइलो लागिरहेछ। अब धेरै पछि आएको गाउँ। अब 2 दशकभन्दा बढी पछि गाउँ पसेको, गाउँ आएको। यो गाउँमा हिँड्ने बाटो अलि के भन्छ अरे बानी अलि रहेन छ हिजोआज। अब अहिले त के थाहा हुन्छ र, बेलुका फर्किने बेला थाहा होला। बेलुका खुट्टा दुख्दाखेरि बेलुका खुट्टा देख्दा थाहा हुन्छ। सुपारी खोलो यो हाम्रो टुकटुक लाने कुलो। हामीभन्दा अगाडि हुने चाहिँ हाम्रो अङ्कल बाख्रा चराउनलाई बेसी चराउन हिँड्नु भएको छ। बाख्रा पनि मजाले भनेका मानेका छन्। बाटामा कुद्दै हिँडेका छन्। बर्खाको बेलामा पानी चाहिँ बाटाभरि अब ठाउँमा यस्तै छ कि गाउँठाउँमा पानीको चाहिँ समस्या छैन। बिहानको मौसम अलिक कुहिरो लागेको, अलिक प्रष्ट चाहिँ खुल्ला देखिँदैन कतै पनि। बाघ चाहिँ बाटोमा फेला नपऱ्यो हुन्थ्यो भन्ने आश गरेका छौँ। बाघ यो ठाउँमा धेरै देखा पर्ने चाहिँ ठाउँ हो यो। एकदम बाघ, मृग, काली। यसको नाम होला नि धाराको पनि? यो धारा होइन, माथि कुलोबाट यो झरेको हो। कुलो रसाको? कुलो रसाको। ल अहिलेको लागि यति नै, बाँकी अब एकछिन पछि।